आइराजा हो अलि स्लो 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 बिस्तारै 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 बिस्तारै। हेलो गाइज, वेलकम टु माई च्यानल हेलो डिडिएल मा तपाईँहरूलाई स्वागत छ गाइज। म सुदीप साइलेन्स फेसबुक पेजबाट पनि यो भिडियो प्रसारण गरिरहेको छु र आज विशेष गरी हाम्रो चाहिँ घुमघाम जाने प्रोग्राम रहेको छ गाइज। देख्न सक्नुहुन्छ यहाँनिरबाट मैले चाहिँ आफ्नो बाइक निकालेँ होइन। निकालिसकेपछि देख्न सक्नुहुन्छ पसलनिर छु म र अब यात्रा हाम्रो अगाडि सुरु भइसकेको छ र बाटोमा के हुन्छ कस्तो हुन्छ तपाईँहरूलाई देखाउने छु। साथीहरू पनि छन् मसँग होइन। हामी चाहिँ दुईजना साथीहरू मेरो बाइकमा बसेको छु भनेपछि अरू साथीहरू पनि छन् अगाडिबाट बजारबाट साथीहरूलाई पनि देखाउने छु र कस्तो हुन्छ के हुन्छ तपाईँहरूलाई आज देखाउने छु। भिडियो चाहिँ लास्टसम्म हेर्नुहोला। भिडियोमा तपाईँहरू नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्नुहोला र फेसबुक पेजबाट पनि हेर्दै हुनुहुन्छ भने फेसबुक पेजलाई पनि फलो गर्नुहोला। आउनुहोस् अगाडि सुनसान छ कि पहिला जस्तो डडेलधुरा छैन होइन। रहेन पनि होइन, किनभनेपछि जनसङ्ख्याहरू सबै विदेश पलायनदेखि लिएर कोही तराई क्षेत्रसम्म होइन काठमाडौँतिर पनि सेटल भइसकेका छन्। यो चाहिँ खासै केही छैन पहिलाको जिल्ला जस्तो रहेन यो डडेलधुरा जिल्ला होइन। अहिले चाहिँ एकदमै मन्दी होइन, एकदमै पातलो बस्ती छ होइन। तपाईँ देख्न सक्नुहुन्छ पुरै एकदम खाली खाली लागिरहेको छ। पहिला चाहिँ एकदमै प्याक हुन्थ्यो कि मेला लागे जस्तो हुन्थ्यो डडेलधुराको स्थिति चाहिँ। अहिले चाहिँ रोड चाहिँ अलि फराकिलो हुँदैछ होइन, बनिरहेको छ। अहिले बनिया पनि छैन त्यस्तै छ। अब पसल चाहिँ राम्रो देखिँदैछन् अहिले चाहिँ घरहरू होइन एकदमै। पहिला चाहिँ टिनमै थियो, टिनमा चाहिँ बजारको व्यवस्थापन थियो। अहिले चाहिँ एकदमै बिल्डिङहरू बनेका छन् होइन। यो चाहिँ हजुर हुन्छ, यो चाहिँ हाम्रो बस पार्क होइन। एकदम आराम छैन ठिकै छ। कति चाहिँ घरै बैठे हो हजुर? ए हजुर चालु भएको छ नि। अस्ति उहाँ के भयो त्यहीमा दिया थियो नि? ए हजुर त्यो गरी बैठे हो? त्यो गरी बैठे ल। हाम्रो चाहिँ महेशजी होइन केटाहरूलाई फोन लगाउँदैछन् होइन। बस पार्कमा छु र अब अगाडि बढ्नेछु बस पार्कबाट। यो चाहिँ हाम्रो डडेलधुराको बस पार्क हो होइन। देख्न सक्नुहुन्छ होइन, पहिलाको जस्तो भिडभाड छैन, फराकिलो पनि ठाउँ छ होइन। अब हामी बस पार्कबाट अगाडि निस्क्यौँ, देख्न सक्नुहुन्छ अरू साथीहरू त्यहाँ अगाडिको मोडनिर छन् र हामी अब निस्किन लाग्यौँ। यो डडेलधुरा बजार क्रस हुँदैछौँ। रोड फराकिलो छ तर व्यवस्थापन भएको छैन, अझै टाइम लाग्न सक्छ होइन। अब यहाँ चाहिँ हामी अगाडि बस पार्कबाट अगाडि निस्क्यौँ तराई जाने लाइन होइन, स्याउलेतर्फ। अब अहिले अफसाइड लागिसक्यो होइन, अलि स्पिड नै हिँड्नुपर्ने हुन्छ अफसाइडमा होइन। तपाईँहरू पनि यात्रा गर्दै हुनुहुन्छ भने टर्निङमा चाहिँ केयर गर्नुहोला होइन। टर्निङमा चाहिँ यसो गाडी आउँछ होइन। अहिले चाहिँ फराकिलो छ रोड, त्यति अप्ठ्यारो छैन। पहिला चाहिँ एकदमै साँग्रो थियो होइन, स्पिड पनि हिँड्न नमिल्ने थियो होइन। अहिले चाहिँ अलि फराकिलोको कारण ठिकै छ रोड होइन। त्यही पनि टर्निङमा चाहिँ अलिक केयर गर्नुहोला। साथीहरू अगाडि लागे होइन, हाम्रो 2-3 बाइकबाट क्यामेरा फिट गरेका थियौँ। ल साथीहरू बिस्तारै स्लोली अगाडि गाडी हेरेर है साथीहरू, अलि बिस्तारै केटाहरू फेरि गोली भइहाल्छन् होइन। अब हामी चाहिँ अब 2-3 जना साथीहरू हो, गोली भइहाल्छन्। अगाडि पछाडि भइरहेछौँ किनभनेपछि 2-3 बाइकमा चाहिँ क्यामेरा फिट गरेका छौँ। देख्न सक्नुहुन्छ यो चाहिँ स्याउले जाने बाटो हो।
रफ्तार रफ्तार केयरफुल अलि चाहिँ बिस्तारै बिस्तारै गरौँ न के हो हतार ओ युवराज के छ बिस्तारै जाऊ यार बिस्तारै जाऊ भाइ बिस्तारै जाऊ अलि अगाडि बस्ती छ कि भिड भएको छ होइन बिस्तारै जाऊ सो गाइज अब हामी अगाडि पेट्रोल पम्पमा पुग्यौँ होइन यो डुन्डुने पेट्रोल पम्प हो च्याउले भन्दा अलि अगाडि र एकछिन यहाँ पेट्रोल राखौँ होइन बाइकमा अनि त्यसपछि अगाडि पहाडको बाटो यात्रा गर्नेछौँ लेकको बाटो होइन अनि त्यसपछि तपाईँहरूलाई देखाउनेछु अगाडिको चाहिँ हाम्रो के हुन्छ कस्तो हुन्छ भनेर होइन पेट्रोलको लागि यहाँ चाहिँ अङ्कललाई बोलाउनु पर्यो अब कस्तो हुन्छ के हुन्छ एकछिनमा तपाईँहरूलाई देखाउनेछु भिडियो चाहिँ लास्टसम्म हेर्नु होला होइन अहिलेसम्म तपाईँहरू च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्नुहोला अनि सँगै आउने बेल आइकनलाई दबाउनु होला अनि त्यसपछि फेसबुक पेजमा नयाँ हुनुहुन्छ भने फेसबुक पेजलाई फलो गर्नुहोला